नमस्ते सम्पूर्ण मेरो मित्रहरू फेसबुकमा जोडिनु भएका सम्पूर्णलाई मेरो मिठो नमन छ। कहाँदेखि हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, के कस्तो छ त हालखबर, सन्चै हुनुहुन्छ? देश विदेशमा रहनुहुने सम्पूर्ण मेरा नेपाली दाजुभाइलाई हृदयदेखि नमस्कार। आज म जङ्गल भ्रमणमा, म जङ्गलको गोठालो मलेसियामा आइकिन कुरो बुझ्यो भन्नाले छुट्टी छ र थोरै हैन 5-6 दिन छुट्टी छ। जाउँ कहाँ जाउँ? कम्पनी बन्द। अब मुस्लिमहरूको दसैँ आयो, तिनीहरूले छुट्टी गरे, घुम्न जालान् हैन, मिठो मिठो खालान्। हामी परदेशीलाई त अलिअलि काम दिए पनि हुने कि यसरी छुट्टी बनाएर नराखिदिनु पर्ने। अब बजारतिर भइदा चलो चट्ट गइदिउँ हैन, घुम्दिउँ, टिका पुलो लिमा पुलोको भात खाइदिउँ भन्नुहुन्थ्यो, त्यो पनि छैन। हेर हरिबिजोक हस्तबहादुरसँग व्यस्त पनि कति हुनु हैन, फोकै उठिसक्यो हातमा काम गर्दा गर्दा, उमा नलागिने भएर। अनि के छ त हालखबर? आराम छ नि सबैजना? हामी पनि एकदम बिन्दास भन्नुपर्छ केटा। अब सर हेर्दाखेरि पुरै खतरा भ्यू देख्छ नि त हैन? देख्ने बेला त क्या दामी देख्छ नि त। वाउ, ब्युटिफुल, नेचुरल ब्युटी भने जस्तो के। र के गर्नु, भिडियोमा मात्र राम्रो देखेर भएन। यहाँ बस्दा बस्दा 2 वर्ष कटिसकेछ, नेपाली नानीहरूको थोप्रा नदेखेको। ओहो, यसरी त बित्दैन क्या रे जिन्दगी। चाहिँ दुम्सी खोज्न निस्किया आज चाहिँ। यो मलेसियामा दुम्सी हुन्छ अरे, के भन्छ त्यो ऊ पनि के अरे, बँदेल 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 पनि हुन्छ अरे। म्याजुङले भेटाएपछि च्याप समातेर हैन काटकुट बनाएर खानु इच्छा थियो। मुसा पनि भेट्दैन, जामा लाउने नहुने भयो।